नमस्कार, बलु घरटीको अनलाइन टिभीमा हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकबिन, आज म कोलपुर नगरपालिका वार्ड नम्बर 10 मा बस्ने मेरो आदरणीय मलाई चाहिँ 2054 सालमा 8 क्लाससम्म पढाउने आदरणीय मेरो एकदम टिचर हुनुहुन्छ, व्यक्तित्व हुनुहुन्छ, एकदम आदरणीय महान मान्छे हुनुहुन्छ हेम कुमार रावत हुनुहुन्छ। उहाँ आज मेरो घरमा उहाँ चाहिँ धेरै वर्षपछि आउनुभएको छ। उहाँले मलाई एकदम राम्रो शिक्षा दिनुभएको। आज उहाँलाई म स्पेसली स्वागत एकदम मनदेखि हृदयदेखि स्पेसली स्वागत गर्न चाहन्छु, किनभने उहाँले मलाई पढाएर चाहिँ आज 8 क्लाससम्म उहाँले पढाउनु भयो। तर अगाडि म पढ्दै गर्ने क्रममा त्यो आफ्नो ठाउँमा भयो। आज मेरो घरमा आएर चाहिँ चेलाको घरमा आउनुभयो। उहाँलाई मैले जे गर्न सकेँ आज म उहाँलाई स्पेसली मेरो मनदेखि आफ्नो हृदयदेखि उहाँलाई चाहिँ स्पेसली स्वागत गर्न चाहन्छु, किनभने उहाँले मलाई धेरै शिक्षाहरू दिनुभयो। 8 क्लाससम्म भनेको धेरै नै राम्रो हो। उहाँले मलाई 8 कक्षासम्म राम्रो पढाएर एकदम ठिक गर्नुभयो। आज म उहाँलाई स्पेसली सम्मान गर्न चाहन्छु। उहाँ हुनुहुन्छ मेरो आदरणीय व्यक्तित्व सर गुरु कुमार राव। उहाँलाई हातमा ढोक्न चाहन्छु। हाम्रो तर्फबाट जे सकिन्छ मेरो श्रीमतीज्यूले आफ्नो दुईटा हातले उहाँलाई स्वागत गर्दै यो उपहार दिन चाहनुहुन्छ। यो एउटा सानो डायरी हो। यो डायरीले उहाँ यस डायरीमा के न के लेख्नु हुनेछ। पक्कै पनि यो डायरीमा लेख्दै गर्ने क्रममा मलाई दिएको केही शिक्षाहरू मैले चाहिँ उहाँले दिएको शिक्षालाई मैले चाहिँ अगाडि बढाउँदै गर्ने क्रममा उहाँले चाहिँ मलाई पढाएको केही शिक्षाको कारणले गर्दा म आज एउटा जनप्रतिनिधि भएको छु। 2074 सालदेखि अहिले चाहिँ जो 2 कार्यकाल कोलपुर नगरपालिका वार्ड नम्बर 13 को वडा सदस्य हुँदै गर्ने क्रममा उहाँकै आशीर्वाद उहाँले दिएका ज्ञान शिक्षाले गर्दा आज म जनताको समाजसेवी भएको छु। मैले सरलाई स्वागत गर्ने क्रममा सरले आफ्नो तर्फबाट केही 2-4 शब्द मात्र 2 मिनटको लागि आफ्नो तर्फबाट यो आफ्नो उहाँको चेला बलु घट्टीको लागि केही बोलिदिनु हुनेछ। मैले के गर्न सकेँ र आगामी दिनहरूमा मैले उहाँको लागि के गर्न सक्छु र के गर्छु भन्ने विषयमा उहाँले अवश्य पनि अझै पनि मलाई केही सल्लाह सुझाव र आशीर्वाद दिनुहुन्छ भन्दै उहाँको तर्फबाट 2-4 शब्द बोलिदिनुको लागि म हार्दिक अनुरोध गर्दै सरलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद बलु घट्टीज्यू। जीवनमा कहिलेकाहीँ यस्ता क्षणहरू हुँदो रहेछन् जो आफूले बिताएका क्षणहरू आफूलाई थाहा नहुँदै पनि एउटा सम्मान र एउटा यति ठुलो ठाउँमा मलाई बलु घट्टीले पुर्याइदिनु भयो। म आफैलाई गर्वको विषय हो। किन भन्दा मैले पढाएको चेला आज चाहिँ उसले चेलाले आज मलाई चाहिँ सम्मान गरिरहेको छ। 18 वर्षपछि म अब गर्व गरिरहेको छु। उसलाई मैले 2056-57 देखि 2058 सम्म मैले पढाएँ। त्यति बेला कक्षा 8 उत्तीर्ण गरेर त्यहाँबाट पास आउट भए। अनि आज उसले आज +2 गरेर पनि एउटा जनप्रतिनिधि भएर 2 अवधि जनप्रतिनिधि भएर कोलपुर नगरपालिका वार्ड नम्बर 13 को निर्वाचित जनप्रतिनिधि सदस्य वडा सदस्य भएर जुन उसले आज मलाई सम्मान गर्यो यसको लागि म आफै एकदमै आभारी छु। बलु घट्टीको उज्जवल भविष्यको प्रगतिको कामना गर्दै म आज यो जुन सम्मानित ठाउँमा उभिएको छु यसको लागि बलु घट्टीलाई धेरै धेरै धन्यवाद दिँदै बलु घट्टीको उज्जवल भविष्यको कामना गर्दछु। धन्यवाद। धन्यवाद सर। हजुरले चाहिँ मलाई विशेष एकदम राम्रो शिक्षा दिएर जानुभयो। राम्रो आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरूमा गर्नुभयो। मैले गर्नुपर्ने सम्मान दिए आफ्नो ठाउँमा थियो, त्यो ठिक छ। म एकदम आभारी भएँ, खुसी भएँ। सरले अब आगामी दिनहरूमा पनि हजुरको आशीर्वाद लिएर हजुरको सल्लाह सुझाव लिएर म अवश्य पनि अगाडि बढ्नेछु भन्दै हाम्रो चाहिँ कोलपुर नगरपालिका वार्ड नम्बर 13 का वडा अध्यक्षज्यूलाई पनि मेरो लागि मेरो सरको लागि मैले गरेको सम्मानको लागि 2 शब्द बोल्दिनुको लागि म हार्दिक अनुरोध चाहन्छु। धन्यवाद। आज यस शनिबारको दिन सरले आएको बेला मेरो अग्रदायी हेमराज रावज्यूलाई पनि यहाँ भेट्दाखेरि म अत्यन्त खुसी भएको छु। आगामी दिनमा कोलपुरको नेतृत्व गर्नुहुनेछ भन्ने मेरो शुभकामना पनि छ। र आज यो परिवारमा यसरी खुसी 2056 सालमा मेरो अग्रदायी हेमराज रावज्यूले विद्यार्थी हुँदै गर्दा आज गुरु र सम्मानको रूपमा आज हामी 3 परिवार खड्का रावत र घट्टी परिवारलाई यो हाम्रो मेरो ससुराली परिवारमा बसेर
आज यो दुःख सुख कुरा गर्न पाइएको छ। मेरो दाजु आउँदो 84मा केही न केही यो कोलपुर नगरपालिकाको अग्रज हकहितको कोलपुर नगरपालिकाको लागि उहाँको ठुलो भूमिका बुवा लगायतले उहाँ धेरै लामो समयसम्म उहाँको बुवाले पनि गर्नुभएको छ। त्यसपछि अहिले चाहिँ मेरो अग्रज दाजुले कोलपुर नगरपालिका हक हितको लागि पक्कै पनि गर्नुहुनेछ र हामी सबैले साथ दिने छौँ र उहाँलाई हाम्रो मेरो ससुरालीमा भेटे र अचानक हो यो भेटमा भेट भएर दुःख सुख कुरा गरिरहेका छौँ। यो समयलाई त्यतिखेर 84को समयलाई परिवर्तन गर्नेछौँ भन्ने शुभकामना सहित मेरो दाजुलाई शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद सरलाई पनि, हाम्रो चाहिँ सरलाई पनि, मेरो विशेष लाइफ पार्टनरलाई पनि आजको यो कार्यक्रममा उपस्थित भइदिनु भयो, सर आइदिनु भयो, अध्यक्षजी आइदिनु भयो, यहाँलाई धेरै धन्यवाद छ। बलु घरतीको अनलाइन टिभीलाई हेरेर लाइक र सब्सक्राइब गरिदिनुको लागि सम्पूर्ण आदरणीय दर्शकहरूलाई हार्दिक अनुरोध गर्दै हवस् त आजलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार।